फाइनल्ली यो पछाडि दुईटा ढुङ्गा झुन्डाइयो हो साथीहरू। यो दुम्सीको पासो थाप्ने तरिका चाहिँ पछाडि बान्ने हो, बिचमा एउटा पोल यो दुम्सीको काम हो। दुम्सीको जति पनि नि रुखको मुनि मुनि पुरै दुम्सीले। नमस्कार साथी सबैजनालाई, यो भिडियो हेरेर साथ दिनु होला किनभने यो सबैभन्दा फर्स्ट भिडियो हो। आज चाहिँ हामी अगाडि एकजना टुड्डु छ, टुड्डु सर्छ हो, ऊ त म भएर चाहिँ जङ्गलमा जाँदैछौ। जङ्गलमा चाहिँ किन जाँदैछौ भन्ने कुरा चाहिँ म अहिले देखाउँछु। यहाँ चाहिँ तपाईँको यो इन्डियाको बिहारको जङ्गल हो होइन, हेर्नुहोस् नजारा। आज मौसम पनि एकदम धुम्मिएको छ किनभने अरू बेला पुरा घाम लाग्ने, आज लागेको छैन हो। हेर्दै जानुहोस्, हामीले यहाँ पहिला पनि थापेको थियो, उफ तल गएर बसिरहेको छ हाम्रो साथी चाहिँ। ठाउँमा आइसकेको छौँ। यो दुईटा अस्ति काटेको थियो, यसको पनि लाउने हो। फन्दा लाउँदैछु, फन्दा फन्दा आज दुम्सीलाई। पेले में नहीं फंसा रे। यहाँ दुम्सीले पुरा दुलो बनाएको छ है। हामीले यहाँ पहिला छोपिदिएको थियो। यहाँ एउटा घर छ दुम्सीको, यहाँ एउटा अस्ति हामीले पारेको पनि थियो एउटा। ठिक छ, हामी जाँदैछौँ दोस्रो ठाउँमा, अलिक परतिर छ त्यो चाहिँ। यहाँ पनि हामीले बनाएको थियौँ तर यहाँ थिएन। जङ्गल चाहिँ यो हेरिहाल्नुहोस्, यो पुरा किक्कडै होला यो। यस्तो जङ्गल छ। यहाँ हेरिहाल्नुहोस्, यो दुम्सीको काम हो, दुम्सीको। त्यहाँ हेर्नुहोस्, यो जति पनि नि रुखको मुनि मुनि पुरै दुम्सीले बोक्रो खाँदो रहेछ। पुरा रुखहरू पुरा बोक्रो निकालेपछि त मर्छ, सुकेर मर्ने रहेछ यसो गरेर। जङ्गल पनि यो सानो सानो झाडीहरू टाइपको क्या, ठुल्ठुलो रुखै छैन। चकमा दिया वाह, कहाँ से छेद बना यार? वो अंदर चला गया यहाँ से? हाँ, इधर टच भी नहीं किया। वाह, चलक भइसकेछ यार। पता लग गया ना उसको, ये यहाँ से फंसेंगे करके। पहले भी एक बार यहाँ पे फंसा था ना, वो निकल गया फिर उस दिन ना, काट के भाग गया बोला था ना आपने। यहाँ लाउने प्लानिङ हुँदैछ अब हो। ठीक है, उसमें बांध देंगे, फिर लगा देंगे नीचे। वाह, आज रात ही गौर है। आज रात का काम है ना इसका?
अंदर घुस के बैठा होगा ना फिर है? अंदर बैठा होगा ना? अब हामी यहाँ लाउने तयारी गर्दैछौँ साथीहरू। यो दुम्सीको पासो थाप्ने तरिका चाहिँ पछाडि बान्ने हो, बिचमा एउटा पोल बाँधेर चाहिँ टक्क तपाईँको तार, यो ब्रेक वायर हो, साइकलको पनि पाउनुहुन्छ तपाईँहरूको, यो मोटर बाइक ब्रेक वायर हो क्या टक्क। अनि यहाँ एउटा ठ्याक्कै त्यो एउटा गाडेको छ, त्यसमा चाहिँ यसो छेस्कन लाएर यहाँ डल्लो बनाएर सुकाउने यहाँ लगाइएको छ। यहाँबाट आउँछ भनेर हामीले पुरा उताबाट ब्लक गरिदिएको थियौँ, यहाँबाट नआएर चाहिँ बिल्कुलै नयाँ बाटो हिजो खुनेको छ यहाँ। अब हामीले यतापट्टि पनि आज लगाइदिन्छौँ, हेरौँ भोलि चाहिँ हाम्रो बडा खाना हुन्छ कि हुँदैन हेरौँ। फाइनल्ली यो पछाडि दुईवटा ढुङ्गा झुन्डाइयो हो, बाँस लगाएर अब यहाँ मुनि हेर्नुपर्छ। टुडुजी यहाँ लगाएर चाहिँ अब फिनिसिङ हुँदैछ अब यसको। यहाँबाट निस्किएर चाहिँ यहाँ माथि यो डोरीले तानेर चाहिँ माथि झुन्डाउँछ कि भन्ने आश छ दुम्सीलाई है। हेरौँ अब भोलि नेक्स्ट डे यदि परिहाल्यो भने तपाईँलाई देखाउँछु म। हामी अब लाग्यौँ, तार चाहिन्छ होइन। आजको मौसम चाहिँ एकदम चिल छ है, किन भन्दाखेरि सधैँ कस्तो गर्मी हुने हो, पुरा पसिना पसिना हुने। आज एकदम मौसम धुम्म भएर चाहिँ दिउँसो पनि काम गर्न सक्ने भएको छ, किनभने सधैँ त काम गर्नु सक्दैन दिउँसो। 12-1 बजीको घाममा त तपाईँको छाला निस्किन्छ, छाला। ल यति नै आजको लागि, जाँदैछु अब। एउटा दुम्सीको घर चाहिँ यहाँ पनि है छ, तर 100% बस्दैन भन्ने कुरा छैन यहाँ। तर यहाँ बस्छ पक्कै पनि, किनभने मैले यहाँ यो टाइपले जहिले लाउँछु, यहाँ जहिले बिहे गरिदिइरहेको हुन्छ यहाँ बस्छ है। यहाँ पनि लाउनु पर्ने छ पासो। देखा जाएगा यहाँ पनि। बिहारको जङ्गल चाहिँ यस्तै छ है साथी हो, सानो सानो हैन, मजा छ। भित्रभित्रै बाहिरबाट के देख्दैन, भित्रभित्र चाहिँ पुरै खुल्ला खुल्ला टाइपको हुने रहेछ, मुनि मुनि क्या मजा आउने। शिकार गर्नु तपाईँहरूले कतिको मजा आउँछ है, तपाईँहरूले गरेको छ गरेको छैन, यसरी दुम्सीले पासो थापेको छ थापेको छैन मलाई कमेन्ट सेक्सनमा भन्नु होला। वाउ, त्यो परतिर पहाड, यो चाहिँ हामी बस्ने ठाउँ हो। यो परतिर बस्छ यहाँ माथि। वाह, ओके।